हेलो साथीहरू, गुड मर्निङ सबैजनालाई। आज पनि फेरि म उपस्थित भइसकेको छु नयाँ भिडियो लिएर। आशा छ मेरो भिडियो त्यस्तो स्पेसल राम्रो नभए पनि हजुरहरूले मेरो भिडियो हेरेर माया गरिदिनु हुनेछ। यहाँ देख्न सक्नुहुन्छ मेरो छोरा गाइस अनि म चाहिँ खाना बनाउँदैछु कि आउँदैछु। मेरो छोराहरू आएको थिएँ यहाँभित्र पाक्दैछ साथ। अब म पकाउनेछु सुँगुरको मासु। सुँगुरको मासु मन नपराउने चाहिँ सायद अहिले चाहिँ कोही पनि हुनुहुन्न। देख्न सक्नुहुन्छ साग चाहिँ लगभग पाकिसक्यो। अब म यो पकाउँछु साथीहरू। सुँगुरको मासु चाहिँ पाकेर रेडी भइसकेको छ। यो चाहिँ मेरो चाहिँ काम भनेको चाहिँ यस्तै हो। धेरैको ननस्टप अनि रक्सी पनि बसाइरहेको छु कि। अनि यो चाहिँ उतार्ने बेला भइसकेको। आज चाहिँ यस्तो घाम लागेको छ कि गाइस भनेर साथै गर्मी यस्तो गरेको छ नि हाम्रो झापातिर चाहिँ। लास्टै हाम्रोतिर चाहिँ अहिले गर्मी बढिसकेको छ। अब पुरा दिउँसो त क्या, दिउँसो त बाहिरतिर निक्लिनु लास्टै गाह्रो छ अहिले घामले गर्दा। फास्ट गर्मी छ अहिले साथीहरू हाम्रोतिर चाहिँ। गाइस आज चाहिँ नेक्स्ट डे हो कि। अनि हिजो चाहिँ म अब मेरो ससुराली चाहिँ घरमै हुनुहुन्थ्यो क्या। अनि मैले हिजो भिडियोहरू कम्प्लिट गर्नै पाइनँ। अनि आज फेरि अब बनाउँदैछु। अनि अब अहिले चाहिँ अब मैले अलिअलि लगभग कामहरू सकेँ। अब म कपडा धुन्छु होइन। अनि खानासाना खाएर चाहिँ मेरो पर जाने काम छ। अनि जान्छु। मेरो छोराहरू घुमेको हेर्नु नि आज चाहिँ कस्तो क्या। आज चाहिँ बिहान धुम्म हावा चलिरहेको थियो। हिजो चाहिँ फेरि कस्तो गर्मी थियो। अनि आज चाहिँ फेरि पुरा धुम्म हावा पनि चलिरहेको थियो। अहिले आएर फेरि घाम निक्ल्यो। त्यही भएर मैले मेरो छोरालाई चिसो थियो र खोक्न पनि थालेको छ नि त। अनि मोटो कपडा लगाइदिएको थिएँ। आज चाहिँ अहिले फेरि घाम निक्ल्यो। अनि अब यस्तै साथीहरू दिनहरू चाहिँ यसरी नै बितिरहेछ मेरो चाहिँ। आज अब के गर्छु हजुरहरूसँग सेयर गर्नेछु। अहिलेलाई चाहिँ यति नै। मेरो छोरा चाहिँ सुतो साथीहरू। अहिले एकछिन खेल्यो अनि त्यहाँबाट खेल्दा गएर गलेर सुतो। अनि मैले चाहिँ अब कपडा सपडा पनि धोइसकेँ। अनि अब म चाहिँ खाना खान्छु। अनि त्यहाँबाट म चाहिँ रेडी भएर चाहिँ म चाहिँ जान्छु साथीहरू। आज अघि चाहिँ कस्तो चिसो थियो, फेरि अहिले आएर घाम निक्लेर नि गर्मी हुन थाल्यो। म चाहिँ खाना चाहिँ पस्किसकेर यहाँ रेडी गरिरहेको छु। अब म चाहिँ खाना खान्छु साथीहरू। अनि त्यहाँबाट चाहिँ लाग्नेछौँ हामी। गाइस होइन म चाहिँ कहाँ जानु आँटेको भनेदेखि नि म चाहिँ जानु लागेको छु यो पैसा पुर्याउनको लागि के। अनि के हाँसउठ्दो छ भने म चाहिँ यो पैसा चाहिँ हाम्रो ऋण हो क्या। यो चाहिँ 1 लाख। अनि यहाँभित्र ब्याज पनि छ। यहाँ पनि छ पैसा। अनि यो 1 लाखको अनि ब्याज पैसा हामी चाहिँ पुऱ्याउनु म चाहिँ जानु लागेको छु। अनि हाँसउठ्दो कुरा चाहिँ के छ भनेदेखि नि अनि म चाहिँ जहाँ यो पैसा पुऱ्याउनु जानु लागेको छु नि। म चाहिँ त्यहाँ त्यो जुन मैले यो पैसा दिनु लागेको छु उहाँलाई चाहिँ मैले अब देख्नु त देखेको होला होइन। अब यहाँ हाम्रो गाउँकै पारीको हो नि त उहाँ चाहिँ। अनि मैले देखेको चाहिँ सायद छु होला, हुनसक्छ। अनि मैले चाहिँ चिन्दिनँ क्या। अब घर कुन हो कहाँ हो चिनेको पनि छुइनँ। अनि अघि भर्खर मेरो बुढाले चाहिँ उता दुबईमा छ नि त, ऊ चाहिँ उसले नै फोन गरिदिएर अनि नम्बर पनि मलाई दिएको थियो। अनि भर्खर कल गरेको थिएँ म आउँदैछु आन्टी भनेर। अनि अब म चाहिँ जान्छु होइन। अब उहाँलाई चाहिँ मैले अहिलेसम्म देखेको चाहिँ हुनसक्छ होइन, तर मैले चिन्दिनँ क्या। हाँस उठ्दो छ गाइस, हाँस उठ्दो छ। अब मेरो छोरा अघि सुतेको थियो होइन। अनि म चाहिँ अब खानाहरू खाएर रेडी भएर अब रेडी भइसकेँ। अनि अब म मेरो छोरालाई रेडी बनाउँछु। अनि त्यहाँबाट हामी चाहिँ नजिकै हिँड्दै जान्छु। म चाहिँ साथी काकीलाई साथी लगेर अनि जानु लागेको। अब एक्लै चाहिँ अब नानी पनि छ नि त अनि गाह्रै हुन्छ। त्यही भएर अब रेडी बनाउँछु छोरालाई। अनि त्यहाँबाट जाने गाइस हामी चाहिँ
साथीहरू म चाहिँ अब हिँडेको कि अनि घाम लागिरहेछ र पुरा घाम लागिरहेछ हावा पनि चलिरहेछ अनि मेरो छोरा चाहिँ बिरामी छ होइन त्यही भएर मैले मेरो छोरालाई चाहिँ लगिनँ काकी र म मात्रै जाने भयौँ मेरो छोरा चाहिँ त्यो घरमा खेल्दैछ बोजूहरूसँग दिदीहरूसँग अब हामी चाहिँ जाँदैछौँ उहाँ फेरि मम्मीसँग छुट्नुलाई गाह्रो भइरहेछ जाने भनेर पछ्याउँदैछ गाह्रो छ मेरो छोरा चाहिँ उहाँ खेल्दैछ यहाँ आउनुहुँदैछ मेरो साथी हामी चाहिँ अब जाँदैछौँ आज चाहिँ लास्टै हावा हुरी चल्दैछ होइन अनि घाम पनि लागिरहेछ हामी चाहिँ हिँडेको हेर्नु भिडियोमा कस्तो राम्रो देखेको हामी चाहिँ हिँड्दैछौँ है साथीहरू यहाँ हाम्रो काकी ट्विक ट्विक गर्दै हिँड्नु रहेछ हरियाली अहिले चाहिँ हाम्रो चाहिँ एकदम राम्रो देखिरहेछ यहाँको भर्खर भर्खर कालापत्री गरेको हो राम्रो देखिरहेछ अनि म चाहिँ यहाँ हिँडिरहेको छु अब यही पुल कटेपछि चाहिँ अलिक पर चाहिँ अब हामीले जान आँटेको ठाउँ चाहिँ पुगिन्छ हामी चाहिँ गइरहेछौँ घाम लागिरहेछ हावा पनि चलिरहेछ आज आएको चाहिँ पर रहेछ आन्टी उभिरहनु भएको छ यहाँ खोज्दै सोध्दै भित्र पसिसक्नु भएछ आन्टी चाहिँ हामी चाहिँ यहाँनिर घाममा हिँड्दैछौँ है यहाँभित्र चाहिँ पमा रहेछ घर चाहिँ साथीहरू म चाहिँ घर आइपुगेँ हामी चाहिँ त्यहाँनिर अब गएर पनि धेरै पल्ट बसिनौँ हामी चाहिँ फर्किहाल्यौँ म चाहिँ मेरो छोरा बाबामा जाँदैछु अहिले चाहिँ सुतिरहेको छ अरे के गर्दैछ म हेर्छु उयो घर आउँछ नि मेरो छोरा चाहिँ यहाँ सुतिरहेको यहाँ आएर पनि ऊ कपडा धुन थालिसक्नु भएछ म चाहिँ फोनमा बोल्दै बसेँ एकछिन यहाँ कामदारी हेरेर नि स्कुल छुट्टी भएर के बुनेको खोइ बुन्ने मान्छेलाई थाहा नै छैन के बुन्दैछ भनेर यहाँ अर्को अघि मम्मी जाँदा बुन्ने मान्छे यहाँ मेरो छोरा के गर्दैछ म हेर्छु यहाँ छ क्या खोइ मेरो छोरा उठिरहेछ त ऊ उठेछ कस्तो देखेको यहाँभित्रको उठेछ मेरो छोरालाई चाहिँ लिएर आएँ साथीहरू म पनि कपडा सपडा फेरेँ होइन त्यो व्हाइट कलरको चाहिँ घर बस्दा चाहिँ लाउनु मन लाग्दैन क्या किनकि नानी छ नि त अनि नानीसँग चाहिँ व्हाइट कलरको कपडा चाहिँ घर बस्दा चाहिँ नो हिँड्दा पनि मुस्किलै पर्छ अनि मलाई चाहिँ फेरि मलाई मनपर्ने चाहिँ व्हाइट कलरै हो है तर घर बस्दा गाह्रै हुन्छ नानीसँग चाहिँ अनि त्यही भएर चाहिँ कपडा सब पनि चेन्ज गरेँ अनि मेरो छोरा माथि सुतिरहेको थियो अनि उठिरहेको थियो म आउँदा ठिक्क अनि एकछिन खेल्यो अनि लिएर आयो अहिले यहाँनिर ला पानी फेक्यौ यता आउँदा यता हेर न यता मेरो छोरा चाहिँ फेरि यस्तो चकचक गर्छ कि अहिले चाहिँ सकिँदैन क्या लास्टै हेर न को हो हेर्छौँ यता मोबाइल नलिए न नानी ला फोन छुइदिइहाल्यो क्या नानीले उसलाई चाहिँ यसरी फोन राख्यो भने भिडियो कलमा बोलेको जस्तो हुन्छ कि अनि फोनले दिइहाल्छ क्या उसले चाहिँ अनि फोन भिडियो कलमा बोल्यो भने चाहिँ उसले मलाई नै दिनुपर्छ फेरि गजबको छ बानी नानी सेवा गरिदिनु न नानी सेवा गर त सेवा गर न भन्यो भने सेवा गर्ने होइन सबै कुरा बुझ्छ कि तर टेर्दैन क्या यस्तो अठफेरि छ कि मेरो छोरा के भयो के दिनु भन्नु म दिन्छु यो सेवा गरिदेऊ न त मलाई सेवा नखेलाउनु नि पानी ल कपडा छोरा चाहिँ खालि रिसाउँछ मैले यो भिडियो बनाउनुमा इन्सपायर चाहिँ म कोबाट भएको भन्दा नि साथीहरू मेरो भाइ र बहिनीले गर्दा हो क्या तिनीहरूले क्या भिडियो बनाउनु यसो होइन टाइम पास पनि हुन्छ अनि छोरोको यसो मेमोरी हुन्छ पछि भनेर तिनीहरूले नै गरेर फोर्स गरेर मैले अलिअलि गर्दै बनाउन थालेको छु होइन अनि यो भिडियो चाहिँ मैले अस्तिको अघिल्लो भिडियोमा भनेको थिएँ
मलाई मेमोरीको लागि बनाएको, मलाई त्यस्तो केही इन्ट्रेस्ट छैन भनेको थिएँ। तर यस्तो हुँदो रहेछ क्या, के अरे अब जस्तै हामीले अब मेहनत गरेर भिडियोहरू बनाइन्छ नि, अनि भिडियो बनाउँदै जाँदाखेरि चाहिँ हाम्रो आफ्नो भिडियो पनि होइन मन पराइदियोस्, सबैजनाले मन पराइदिनुहोस्, यसो हेरिदिनुहोस् भन्ने लाग्दो रहेछ क्या। अनि मलाई अहिले अब त मेमोरी मात्र नभएर होइन, मलाई सबैले मन पराइदिनुहोस् भन्ने छ मेरो मनमा होइन। र मेरो भिडियो नराम्रो भए पनि राम्रो मानेर हेरिदिनु होला, माया गरिदिनु होला भन्न चाहन्छु सबैजनालाई। अनि मेरो छोरालाई चाहिँ, मेरो छोरा घरिघरि कस्तो ज्ञानी हुन्छ क्या, अनि घरिघरि कस्तो ज्ञानी हुन्छ मेरो छोरा, माया लाग्दो हुन्छ। अनि घरिघरि फेरि यस्तो चकचके हुन्छ, यस्तो चकचके हुन्छ होइन, यस्तो रिस उठाउँछ। घरिघरि म कुटी पनि दिन्छु क्या मेरो छोरालाई। अनि घरि फेरि माया लाग्छ मलाई साथीहरू। अनि मेरो भिडियो चाहिँ यस्तो नराम्रो भए पनि राम्रो मानेर हेरिदिनु होला, मेरो छोरा माया गरिदिनु होला। अहिले अब फेरि खोज्नु थाल्नु जा भन्न थालेको छ अहिले त, जा भन्छ, नाइ भन्छ। कुरा चाहिँ सबै बुझ्छ कि, तर सेवा गर न भन्यो भने कहिले गर्दैन। सेवा गरिदिनु त एकचोटि कहिले अक्कल झुक्कल गर्छ, नत्र भने गर्दैन। कस्तो अट्टेरी घमण्डी छ क्या मेरो छोरा त, ला उसु नै गरियो अब। नानी सेवा गर एकचोटि काले नानी सेवा गर न हौ नानी। मेरो छोरा यस्तो घमण्डी छ कि सबै कुरा बुझ्छ कि, तर सेवा गर्नु भनेपछि फिटिकै। आज त फेरि डबल के अरे दुई खालको मजा लाएर हिँड्दैछ है गाई। त्यस्तो चाहिँ नगर्नु ल। यहाँ चाहिँ सब्जी केलाउनु हुँदैछ। यहाँ चाहिँ मेरो बहिनी, हिजो मैले यो कुरा गरेको थिएँ नि, म भिडियो बनाउने एक्सपायर चाहिँ भएको मेरो बहिनीबाट मेरो भाइबाट भनेर यिनीहरू नै हो। मेरो छोरालाई हेर्नु नानी कस्तो थेतर छ भने नि। यहाँ दुईजना हिरो नि, मेरो चाहिँ यहाँ काम छ धनियाँ र धान उठाउँदैछु, उठाउनु लागेको। मलाई पनि त देखाउनु पर्यो नि, म चाहिँ यहाँ छु। अब म धान उठाउने हो। यहाँ मेरो छोरालाई हेर्नु नि, यस्तो थेतर छ कि, यस्तो थेतर छ। अहिले नै मेरो हातको कुटे खान थालेको छ हौ। ठ्याक्कै म जस्तै होइन, ठ्याक्कै बाउ जस्तै हो, ठ्याक्कै बाउ जस्तै। मेरो छोरा, मामा, भान्जा, आन्टी यहाँ बल्ल बल्ल धेरै पछि भेट भएको कि, पुरै मामालाई छोड्दै छोडेको छैन मेरो छोराले। फेरि मामा चाहिँ उसको फेभरेट हो क्या। आन्टीलाई चाहिँ अहिले वास्तै गर्दैन, अहिले मलाई पनि वास्ता गर्दैन त। अनि मामा चाहिँ मामासँग गएर हामी चाहिँ धेरै पछि भेटेको साथीहरू होइन। अनि यसो हिँडेको म चाहिँ अहिले धान सान उठाएर धुलो भएको थिएँ नि त, यस्तो चिलाउँछ कि धानको धुलोले चाहिँ। अनि टक्कसँगले नुहाएँ होइन। अनि त्यहाँबाट अब चाहिँ यिनीहरूले यता एकछिन हिँडौँ न भनेर हामी चाहिँ हिँडेको। आऊ न यता
अहिले आइज न आइज यता यहाँ हेर्नु न यहाँ साथीहरू यहाँ हेर्नु न मामा भनेपछि कोहीसँग मान्दैन हौ मेरो छोरा हेर्नु न फेरि बोला न कोहीसँग नमान्ने अरे आज 2 खालको मोजा पनि लगाएको छ मेरो छोराले अहिले हिँड्नु थालेपछि यति फोरी भएको छैन मेरो छोरा त कुकुरहरू पनि आयो है सबैजना लु 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 हिँड सेनापतिहरू हामी चाहिँ यतातिर एकछिन जान्छौँ यता चाहिँ अहिले चाहिँ साथीहरू हाम्रो चाहिँ मकै पनि पाकिसकेको छ हरियाली छ क्या साथीहरू अहिले चाहिँ कति राम्रो यो बर्खा लागेपछि चाहिँ पानी पर्न थालेपछि चाहिँ सबै हरियाली भएर राम्रो देखिन्छ यहाँ हाम्रो सेसेन्टरहरूलाई देख्नुहोस् न यति छुदुर बुदुर छ कि यिनीहरूको कहिले स्कुल लाग्छ र अनि आनन्द हुन्छ भइरहेको छ आफूलाई नै हामी चाहिँ अब यहाँ टक्कै एकछिन अब हिँड्ने अनि त्यहाँबाट धेरै पछि मेरो चाहिँ भाइ र बहिनीसँग भेट भएको अनि टक्क अब खानासाना बनाउने खाने अनि यिनीहरू फेरि अब भोलि फर्किहाल्छ अहिले पढाइ छ नि त यिनीहरूको चाहिँ अनि धेरै दिन बस्न पाउँदैन यिनीहरू चाहिँ हेर्नु साथीहरू हाम्रो मकै पनि लगभग पाकिसकेको छ सप्रेनाको मकै चाहिँ यस्तो मसिनो छ यहाँ हेर्नु न कति राम्रो छ यता हरियाली नै हरियाली छन् हाम्रो सेसेन्टरहरू यता छन् अनि यो चाहिँ धान पनि रोप्नु भएको छ यहाँ पर मामाहरूको हो यो चाहिँ कस्तो राम्रो देखिन्छ यता चाहिँ राम्रो छ वातावरणहरू चाहिँ टक्क लाएर यतिखेर चाहिँ हाम्रो गाइजहरू चाहिँ यता छन् है हाम्रो गाइजहरू चाहिँ हामी चाहिँ अब घर फर्किन्छौँ साथीहरू टक्क हामी चाहिँ यहाँ डुल्दैछौँ धेरै पछि आएको यहीँ आउनुहुँदैछ हाम्रो छोरालाई चाहिँ साह्रै चमत्कार देखाउँदै अब बोक्दिनँ भने बुबुकाले दिँदो रहेछ नझेर लु म गएको बाई बाई म नाइमाको घर जान्छु नाइमालाई बुबु दिन्छु हाम्रो छोरालाई चमत्कार देखाउँछ जहिले उसको मामा अरे अब मैले बोक्दा नि नआउने भनेपछि खलास खलास मेरो छोरा आउनु पढाउँछ हात पन्साएको हेर्नु नि त्यहाँ रितिका दिदीलाई बुबु दिन्छु रितिका वाउ कस्तो राम्रो आकाश छ क्या ठिक्क हामी यसरी जाँदैछौँ यहाँ टक्क यो एरोप्लेनमा कहिले चढेर सपना पुरा गर्ने होला गयो वाउ च्वाचेहरू पठाइ छ नि त यहाँ त खतरा हेलो च्वाचे तिमीहरूलाई पनि स्वागत छ यस ब्लगमा च्वाचे तिमीहरूलाई पनि स्वागत छ खतरा पो रहेछ त उहाँ पनि रहेछ साथीहरू यहाँ चाहिँ मेरो भाइ आएर मेरो घरमा मेरो भाइले आफ्नै कुखुरा पोल्दैछ हेर्नुहोस् यहाँ हेर्नु न सेनापतिहरूले चाहिँ यहाँ रुँगिरहेको छ नि यिनीहरू अहिले खुट्टा गरेर पक्रेको यसलाई हामीले टक्क यसले पोल्दैछ यसलाई हामी चुलामै पकाएर खान्छ मेरो छोराको हालत चाहिँ आजकल जहिलेदेखि मेरो छोरा चाहिँ बाहिर कुद्नु थालेको छ त्यहाँदेखि चाहिँ यति फोहोरी भएर बस्छ मेरो छोरा कस्तो आगो पनि बल्यो अहिले चाहिँ यहाँ हेर्नु न मेरो छोराको कपडा पनि मैलो धैलो मैले आज उठेदेखिको
कपडा पनि फेरिदिएको छैन मेरो छोराको यस्तो हालत छ मोजा पनि 2 खालको कुखुरा डरो भन्दैछ यहाँ चाहिँ कुखुरा बन्दैछ साथीहरू मेरो छोरालाई हेर्नु न यहाँ त्यो बाउला सुर्किदे त आन्टीले बनाइदिनुहुन्छ नानी ए आगोले भेट्छ अनि यहाँ चाहिँ पाक्दैछ हाम्रो लोकल कुखुराको मासु आगोमै पकाउँदैछौँ आगोमा पकाएको चाहिँ अलिकति टेस्ट नै भिन्दै हुन्छ क्या मन पराउने मान्छेहरूले चाहिँ प्रायः चाहिँ आगोमै पकाएर खान्छन् कति चाहिँ खानुहुन्छ अनि हामी पनि प्रायः जस्तो चाहिँ लोकल कुखुराको मासु खानु पर्यो भने खायौँ भने चाहिँ खाँदाखेरि चाहिँ आगोमै पकाएर खान्छन् साथीहरू ढिलो भइसकेको थियो क्या भाले खेताउता भएर हाम्रो चाहिँ रातै पर्यो पक्रिँदा मार्दा पकाउँदाखेरि चाहिँ टाइम लाग्यो त्यही भएर रातै भयो अँधेरै भइगयो पकाउँदा मेरो छोरा पनि खेल्दा गएर गलेर अब चाहिँ बेलुका भएपछि मनै चाहिन्छ उसलाई टाँसिरहेछ यहाँ फेरि ढिँडो अब चाहिँ यहाँ रेडी हुँदैछ साथीहरू अर्को गाकीले यहाँ चाहिँ फेरि मस्काउने हुँदैछ क्या यस्तो बोल्नु हुँदैछ पिठो हाल्दै ढिँडो चाहिँ अब लगभग चाहिँ रेडी भइसक्यो अब हामी टक्क ढिँडो खान्छौँ साथीहरू अनि अब आजको भिडियो चाहिँ यति नै फेरि नेक्स्ट भिडियोमा भेटौँला साथीहरू मेरो भिडियोलाई नराम्रो भए पनि हेरेर साथ सपोर्ट गरिदिनु होला माया गरिदिनु होला भन्दै बाई बाई सबैजनालाई फेरि पनि नेक्स्ट भिडियोमा भेटौँला बाई